स्विस ब्याङ्क जो अन्तर्राष्ट्रियमा फेमस छ, त्यसमा चाहिँ पैसा राख्यो भने कसैले थाहा पाउँदैन भनिएको छ। त्यो ब्याङ्कमा नेपालका नेताहरूले पनि पैसा धेरै राखिएको अनुमान गरिएको छ र त्यसकै कारण आज गृहमन्त्री सुदन गुरुङले स्विजरल्यान्डका राजदूत, नेपालका लागि स्विजरल्यान्डका राजदूत डेनियल मेौलीसँग भेटवार्ता गर्नुभएको छ र उहाँले भन्नुभएको छ, तपाईले हामीलाई सहयोग गर्नुपर्छ। स्विस ब्याङ्कमा राखिएको भ्रष्टाचार गरेको पैसा हामी अनुसन्धान गर्छौँ, तपाईँको सहयोग चाहिएको छ भनेका छन् हाम्रा गृहमन्त्री सुदन गुरुङले। यो साथीहरू एकदमै जायज कुरा हो, राम्रो कुरा हो। त्यो भ्रष्टाचार गरेको पैसा यदि त्यहाँ भेटिएको भन्ने खण्डमा त्यो पैसा ल्याएर नेपालमा विकासमा लगानी गर्नुपर्छ। यसमा चाहिँ स्विजरल्यान्डका राजदूतले सहयोग गर्नुपर्छ नेपालका गृहमन्त्रीलाई, नेपाल सरकारलाई। उहाँले सहयोग गर्यो भने त्यो पैसा छिट्टै त्यहाँ यदि छ भने नेपाल फिर्ता ल्याउन सकिन्छ। साथीहरू, यसमा तपाईँको विचार के छ? प्रतिक्रिया दिनुहोला।